कसरी तपाईहरुले प्रिपरेसन गराएको छ त्यो कुराहरु आफैले भन्दा त्यो चाहिँ भइहाल्छ। विद्यार्थी भोलिको दिनमा कुनै सिटमा जान्छु जाँदैन भनेपछि डिसिजन गरिहाल्छ, त्यो भन्ने कुरै होइन। अब तपाईहरुको यो जुन प्राइमेरीमा जुन यो सफलता प्राप्त गर्नुभएको छ त्यसलाई झन अगाडिको लागि निमावि माविमा अझ तपाईहरुको प्रगति होस् भनेर चाहिँ म यो दुई शब्द भन्दै यही चाहिँ आफ्नो शब्दलाई टुङ्ग्याउँछु। नमस्कार, धन्यवाद। धेरै धन्यवाद सर, धेरै धन्यवाद सरलाई दिन चाहे। अब यसपछि आफ्नो अनुभवहरू साझा गरिदिनको लागि पर्सा जिल्लाबाट, यही जिल्लाबाट आफ्नो नाम खुलामा निकाल्न सफल, खुलामा सिफारिस हुन सफल साहिल आफ्नो अनुभवहरू आएर सेयर गरिदिनको लागि साहिल देवानजी स्वागत गर्नुहोला। ताली बजाएर स्वागत गर्नुहोला साहिल देवानजीको। हार्दिक स्वागत गर्न चाहे। आउनुहोला। धन्यवाद। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण गुरुवर्गहरू र मेरो प्यारो साथीभाइहरूलाई सर्वप्रथम म नमस्कार गर्न चाहन्छु। मेरो नाम साहिल देवान हो। म हाल पर्सा जिल्लाबाट 2 नम्बर खुला सिफारिस भएको छु र मेरो जीवनको सङ्घर्ष एउटा छुट्टै छ है। मैले 2070 सालमा नेरामावि फेटाबाट एसएलसी टप गरेर 1 नम्बरमा एसएलसी स्कुल फर्स्ट गरेर जब म हरिखाना क्याम्पस पढ्न आएँ त्यो बेलासम्म पनि मलाई थाहा थिएन कि सरकारी जागिर कसरी हुन्छ। त्यो बेलासम्म मलाई थाहा थिएन कि सरकारी जागिर कसरी हुन्छ र कहाँ पढ्दाखेरि सरकारी जागिर हुन्छ भने त्यो कुरा मलाई केही थाहा थिएन। म हरिखेदान 11 क्लास पढेँ, 12 क्लास पनि पढेँ, त्यतिसम्म केही थाहा थिएन। तर +2 सकेपछि मेरो रुम पार्टनर हासिमिया अन्सारी हुनुहुन्थ्यो र मेरो एकजना अहिले यहाँ साथी पनि हुनुहुन्छ अर्णव कलवाल। हामी बेस्ट फ्रेन्ड सुरुदेखि नै छौँ, अहिले पनि छौँ। र उहाँले मेरो साथीले रुममा नायब सुब्बाको मोटो किताब पढ्नु भइरहेको थियो। म सोध्थेँ यो के किताब हो? उहाँ भन्नुहुन्थ्यो यो सचिव बन्न सकिन्छ नि निजामती कर्मचारीको, त्यसको म बुक पढिरहेको छु। त म भन्थेँ यति मोटो बुक त मसँग हुँदैन। अनि होइन यो सबैबाट क्वेसन आउँदैन नि, त्यसबाट नि सबै पढ्नुहुन्छ भने संक्षिप्त रूपमा क्वेसनहरू इक्जाममा सोध्ने गर्छ। र आर्या एजुकेसनले मलाई आयोगको अ सिकाछ। मलाई केही थाहा थिएन, एउटा गाउँबाट आएर पढेको केटालाई केही थाहा थिएन सरकारी जागिर कसरी हुन्छ। त आयोगको अ सिकाउने संस्था भनेको आर्या एजुकेसन हो। त्यसपछि मैले त्यही साथीको भनाइअनुसार म आर्या एजुकेसनमा 2075 सालमा एडमिसन गराएँ र त्यो बेला मैले खरिदार र सुबाको तयारी गरिरहेको थिएँ र एकचोटि मैले ट्राई गरेँ, मेरो नाम निस्केन 75 सालमा। अनि त्यसपछि म घरमै सेल्फ स्टडी गर्थेँ। अनि 2076 साल चैततिर कोरोना भाइरस आयो र त्यही बेला शिक्षक सेवा आयोगले प्राविको लाइसेन्स पनि खोलेको थियो। अनि त्यो प्राविको लाइसेन्स मैले घरमै सेल्फ स्टडी गरेर पढेँ अनि प्राविको लाइसेन्स मैले पास गरेँ। त्यसपछि मेरो जीवनमा एउटा अर्कै फेरि मोड आयो। 2078 सालमा मैले यस्तो ठाउँमा करारमा काम गरेँ जहाँ मोबाइलमा टावर थिएन, बिजुली थिएन र बाटोघाटो थिएन। त्यो ठाउँको नाम हो चितवन जिल्लाको माडी नगरपालिका र त्यो पनि बादरझुला भन्ने ठाउँ, नामै खतरा छ बादरझुला। ठुरी भन्दा चितवन राष्ट्रिय निकुञ्जको बिचमा पर्छ। ठुरीबाट लगभग तपाईँको 5-7 किलोमिटर भित्र छ। त्यहाँ म जान्थेँ यहाँ पढाउन, त त्यहाँ टावर थिएन मोबाइलमा, घरमै के हुन्छ भने थाहै हुँदैन। बाटो थिएन, 3-4वटा खोला तर जानु पर्थ्यो र मेरो बाइक एकचोटि खसिहाल्यो खोलामा। अनि अब बाइक कसरी उठाउँछु, त्यो जुन नदीको धार हुन्छ नि, तराईतिरको त्यति मान्छेहरूले थाहा हुँदैन कि कुन ठाउँमा नदीको धार छ, कुन ठाउँबाट तपाईँहरू निस्किनुहुन्छ थाहा थिएन। जसो तसो गरेर बाइक निकालेर गएँ। अनि स्कुल पढाउँदाखेरि विद्यार्थीले भनिरहेको थियो सर अलि होसियारीपूर्वक जानु होला, यो चितवन राष्ट्रिय निकुञ्ज हो, बाघले खाइदिन्छ। मेरो जीवनको हरेक दिन बिहान र बेलुका हुन्थ्यो कि यो जङ्गलमा मैले कसैले केही नगरिदियोस्, कुनै जनावरले मलाई एट्याक नगरिदियोस्। 6-7 महिना मैले त्यस्तै दुःख गरेर काम गरेँ। 2078 सालमा शिक्षक सेवाले प्राविको विज्ञापन खोल्यो। म त्यहाँ राजीनामा दिइहालेँ कि अब जान्छु आयोग पढ्छु अनि नाम निस्किन्छ मेरो। म र अर्णव सर सँगै एउटै बाइकमा बसेर एउटै रुममा गएर एउटै टेबलमा खाना खाएको मान्छे। उहाँ 2078-79 सालको विज्ञापनमा प्रावि थाई हुनुभयो खुलाबाट
र म पछाडि परिहालेँ। अनि टेन्सन भयो, उता जागिर पनि छुट्यो, यता नाम पनि निस्किएन। त्यसपछि मैले के गरेँ, फेरि पढेँ। 2079 सालमा निमावि लाइसेन्स निकालेँ, 2080 सालमा मावि लाइसेन्स निकालेँ र 2079 सालमा मैले बागमती प्रदेशबाट गणित विषयमा वैकल्पिक पढेँ, फेरि फेल भएँ। त्यसपछि फेरि 2081 सालमा इक्जाम दिएँ प्राविको, माफ गर्नु होला, 2080 सालमा प्रावि फेरि निस्केन, दुईचोटि यतिकै मेरो प्रावि गइसक्यो। फेरि 2081 सालमा निमावि इक्जाम दिएँ, फेरि बागमती प्रदेशबाट वैकल्पिक पढेँ। यो गर्दा गर्दै लगभग मैले शिक्षातर्फ मैले 18 पटकमा यो वर्ष नाम निकाल्न सफल भएछु। मैले गाउँपालिका, नगरपालिका र विद्यालयले खोल्ने 14 ठाउँको 13-14 ठाउँमा मैले 7-8 ठाउँमा सिफारिस र अरू ठाउँमा वैकल्पिक परेको, बारा, पर्सा, चितवन, मकवानपुर धेरै ठाउँमा मैले इक्जाम दिएँ र लास्टमा वैकल्पिकै गरिदिन्थ्यो। अनुभव सिक्न म गइरहेको थिएँ। त्यसपछि 2081 सालमा शिक्षक सेवा आयोगले फेरि विज्ञापन खोले। म थाकिसकेको थियो, मेरो 17-18 पटक भइसकेको थियो, अब नाम निस्किँदैन, पासपोर्ट बनाउनु पर्छ, त्यो बनेर रेडी थियो। र 2081 सालमा मैले सेल्फ स्टडी र आर्य एजुकेसनमा 2075 सालमा पढेको जिकेको आइक्यूको नोटहरू थियो, त्यही सहजीकरण गरेर मैले 2081 सालमा 2081 साल साउन 14 गते फर्स्ट पेपरमा मेरो नाम निस्क्यो। अनि म आइ एडमिसन गराउन, त्यो बेला पैसा पनि थिएन त्यति। अनि म मुकेश सरले भने, मुकेश सर पेमेन्ट राख्नु भएको थियो, म भने सर तपाईँ मलाई 500 रुपियाँ मात्र डिस्काउन्ट गरिदिनु। अनि सोध्नुभयो के काम छ 500 को? म भने रुकेश चौरगाईको किताब किन्नु छ। अनि उहाँले भन्नुभयो तपाईँलाई 500 डिस्काउन्ट गरेर मैले फाइदा के हुन्छ? म भने 1 नम्बर खुलामा नाम आएन भने मलाई भन्नु होला। अनि उहाँले मैले 500 रुपियाँ छोडिदिनु भयो, त्यही गएर मैले एउटा किताब किनेँ र म सुरुदेखि नै यो आर्य एजुकेसन प्रति आभारी छु। र फर्स्ट पेपरको रिजल्ट आइसकेपछि मसँग 45 दिन मात्र टाइम थियो र 45 दिनमा नाम निकाल्नको लागि धेरै कठिन समय थियो। अब टार्गेट बन्छ, अब तराईको मान्छे काठमाडौँ जानु पर्यो पढ्न। मेरो साथीहरू भनिरहेको थियो अब फर्स्ट पेपरमा तिम्रो त लगभग जस्ट पास थियो, मेरो 28-29 वटा मार्क्स आएको थियो र काठमाडौँ पढ्न जानुपर्छ। म पनि होइन, म फेरि आर्य एजुकेसनमा पढ्छु र आर्य एजुकेसनमा मैले भने कि पढ्छु। अनि अलिकति सरकारी स्कुलको विद्यार्थीको त अङ्ग्रेजी कमजोर हुन्छ। अनि एकजना सन्तोष शाह कानु सर हुन्छ, जुन नेपालको सबभन्दा कान्छो शिक्षक 2080 सालमा यही आर्य एजुकेसनको देनको उहाँ सफल हुनुभएको थियो। अनि उहाँले भन्नुभयो एउटा अजय शाह सर हुनुहुन्छ, इङ्ग्लिस पढाउनुहुन्छ, यदि तपाईँ उहाँको इङ्ग्लिस बुझ्नु भएन भने नेपालको कुनै पनि टिचरसँग इङ्ग्लिस बुझ्नु हुँदैन। अनि मुकेश सरले मलाई त्यो 500 रुपियाँ सहयोग छोडिदिनु भयो। अनि म उहाँले भनेको थिएँ मरे नाम 1 नम्बरमा निस्किन्छ। यो आज माइकमा आएर बोलेको होइन, यसको प्रुफ मुकेश सर हुनुहुन्छ, सञ्जय पटेल सर हुनुहुन्छ र धेरै साथीहरूमा सुरु भने मेरो यो फर्स्टै हो लास्ट हो। कारण के त्यो पासपोर्ट बनिसकेको थियो, यस्तो जानैपर्छ। 45 दिनमा निम्स टब्लेट खाएर आर्य एजुकेसनको 2 पिरियड र बाटो खर्च बाहेक मैले 17 देखि 18 घण्टा पढेको र मेरो पुरै कन्फर्म थियो यो फर्स्ट चोटि हो। 1 मा नाम आउँछ कि आउँछ, प्राविधिक कारणवश 1 नम्बर सिफारिस मान्छे काररत पर्यो अनि मेरो नाम 2 नम्बरमा, न त्यो 1 नम्बरमा आउँथ्यो। अब यहाँ पढाउन जुन शिक्षकहरू हुनुहुन्थ्यो, गणेश ओली सर, मेबी उहाँ लुम्बिनी प्रदेशको मान्छे हुनुहुन्छ र अहिले उहाँ मधेसतिर पढाउनुहुन्छ। एउटा लुम्बिनी प्रदेशको मान्छे मधेसको शिक्षा उजागर गर्नको लागि दैनिक विकासबाट 1.5 देखि 2 घण्टा बाइक चलाएर 75 नगरपालिकातिर जानुहुन्छ पढाउन। त्यति कुहिरोमा आफ्नो जानको जोखिम लिएर उहाँहरूले त्यहाँ जानुहुन्थ्यो र 45 दिनमा आर्य एजुकेसनकै देन हो। हामीलाई सुरुदेखि नै 2 पिरियड पढाउँछु भनेर मुकेश सरले भन्नुभएको थियो, उहाँले गर्नुभएको थियो, उहाँले विशेष धन्यवाद दिन चाहन्छु। आज आर्य एजुकेसनकै देन हो। एउटा रुख हुन्छ नि, त्यो रुखको छायामा लाखौं विद्यार्थीहरू, हजारौं व्यक्तिहरू बस्छ। आज मध्य प्रदेशमा सबभन्दा उत्कृष्ट नतिजा दिने संस्था भनेको आर्य एजुकेसन हो र मुकेश सरले विशेष धन्यवाद दिन चाहन्छु। वहीको कारण आज गाउँ गाउँबाट आर्थिक अवस्था कमजोर र
धेरै गरिब भएको विद्यार्थीहरूलाई उहाँले छात्रवृत्ति दिएर पनि यहाँ संस्थामा निःशुल्क रूपले पनि पढाउनु भएको छ। उहाँको देन हो। उहाँ जस्तो मान्छे खोज्दा पनि खोज्दैन, किनभने आर्य एजुकेसन मैले आयोगको सिकाएको थियो। आज आर्य एजुकेसन नभएकोमा मेरो नाम निस्किनेवाला थिएन। अनि यहाँ प्राइभेट पढाउने टिचरहरूले हप्तामा 2 चोटि उहाँले के गर्नुहुन्थ्यो, मोडल सेट गराउनुहुन्थ्यो। र खुसी कुरा यो छ, मैले यहाँ 9-10 वटा सेट प्र्याक्टिस गरेको थिएँ। इक्जाममा 4-5 वटा सेम टु सेम क्वेसन आएको थियो। इङ्ग्लिसको सर अजय सर उहाँले उहाँ यसरी पढाउनु भएको थियो नि, जे आउँछ त्यही लेख्न भइहाल्छ। लिसन 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 एउटा त्यही क्वेसन आएको थियो। उहाँले पढाउनु भएको क्वेसन नै इक्जाममा सेम टु सेम पाएको थियो। एउटा हाम्रो मनोज यादव सर हुनुहुन्थ्यो, उहाँ भन्नु त म रजनीकान्तको स्टाइलमा एक दिनमा सकाइदिन्छु अनि सकाउनु भएको थियो। अनि उहाँले पढाउनु भएको तराजु सम्बन्धी क्वेसन आएको थियो, इक्वेसन, त्यो पनि इक्जाममा सेम टु सेम आर्यमै प्र्याक्टिस गरेर आएको क्वेसन हो। मनोज शर्मा सर हुनुहुन्थ्यो, सामाजिक पढाउनुहुन्थ्यो। उहाँहरूले पनि घरमा पढेर उत्कृष्ट नोट दिनुहुन्थ्यो। र भनाइ यो के थियो कि फर्स्ट पेपरमा 27-28 मिलेर नाम कसैको आउँदैन। तर यहाँ शिक्षातर्फ पढाउने सर राजेश ठाकुर सर, उहाँले अरू राइटरको बुक र किताबबाट कपी नगरेर कि आफै ब्याचलर मास्टरको टेक्स्ट बुकबाट नोटहरू लेखाउनु भएको थियो, जसको कारण यो जिल्लामै दोस्रो नम्बरमा नाम निकाल्न त्यो रिटेन पेपरकै आर्यको देन हो, नभए हुनेवाला थिएन। र त्यसकारण साइन्स पढाउने पनि यहाँ 2 जना सर आउनु भएको थियो। उहाँहरू फेरि खतरा, सुरुको पढाउने सर त खतरा हो। विभिन्न कारणवश उहाँले टाइम पाएन त उहाँ छोडिदिनु भयो। दोस्रो सर आउनुभयो, उहाँले पनि हामीले धेरै सहजीकरण गर्नुभयो। उहाँले पनि विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा यो आर्य एजुकेसनकै देन हो। मसँगै पढ्ने मेरो सम्पूर्ण साथीहरू अहिले पास हुनु भएको छ र यहाँ पढ्ने 99% विद्यार्थी पास आर्य एजुकेसनकै देन हो। तराईदेखि हिमाल पहाडसम्म आर्य एजुकेसनमा पढेर विद्यार्थीहरू जानुभएको छ। यहाँ पढाउने सम्पूर्ण टिचर टिमलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र अन्तिममा यो मेरो भिडियो हेरेर बस्नु भएको सम्पूर्ण अभिभावक, शिक्षक र आयोगको तयारी गर्ने साथीहरूलाई, यदि साँच्चीकै मेहनत गरेर नाम निकाल्नु छ भने आर्य एजुकेसनमा आउनुहोस्। त्यहाँ पढाउने टिचर टिमदेखि लिएर सबैजना बेस्ट हुनुहुन्छ। पैसाको समस्या छ भने मुकेश सरलाई भन्नुहोस्, उहाँले समन्वय गर्नुहुन्छ। तर जब मेरो खुला र मधेसीमा नाम आयो अनि मुकेश सरसँग भेट भयो, भन्नुभयो त खासमा तपाईँले 2000 रुपियाँ छोडिदिन्थे, म 500 रुपियाँ छोडेको थिएँ। किनभने तपाईँ भन्नुभएको थियो, तपाईँ गरेर पनि हेराउनु भएको थियो। र आज मुकेश सर लगायत अन्य सरहरूको मेरो जीवनमा परिवर्तन गर्ने ठुलो उहाँहरूको हात र सहयोग छ। त्यसकारण उहाँहरूले सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र अभिभावकहरूले पनि यो भन्न चाहन्छु भने वीरगन्जमा धेरै संस्था खुलिसकेका छ। जुन टिचरको आफै कुनै सेवामा छैन, त्यो टिचरले आज जिके आइकी पढाइरहेछ। त्यो सब पैसा ठगाउने काम नगर्नुहोस्। तपाईँ कुनै, म भन्दिनँ आर्य एजुकेसनमा पढ्नुहोस्, पढ्ने किन, कारण छ। यहाँ पढाउने टिचरहरूको अनुभव, एक्सपिरियन्स अलरेडी सरकारी सेवामा उहाँहरू कार्यरत हुनुहुन्छ। त्यसकारण जुन पनि संस्थामा जानुहोस्, त्यहाँको टिचर टिम, त्यो संस्थाको ब्याकग्राउन्ड यदि राम्रो छैन भने पैसा तपाईँको बर्बाद हुन्छ, समय पनि बर्बाद हुन्छ, तपाईँको नाम पनि निस्किनवाला छैन। जुन पनि संस्थामा पढ्नुहोस्, राम्ररी तयारी गर्नुहोस्, पढ्नुहोस्। आर्य एजुकेसनमा आउनको लागि म आग्रह गर्छु, किनभने यहाँ नै पढेर धेरै विद्यार्थीहरूले सक्सेस भएको अहिलेको लगभग तपाईँको 10 देखि 15 वर्षको एउटा अनुभव छ है। यति भन्दै मेरो आफ्नो भनाइ यति नै टुङ्ग्याउँछु। र होली पर्वको सबैलाई हार्दिक शुभकामना र मुस्लिम समुदायको साथीहरूलाई ईद पर्वको एडभान्स शुभकामना दिँदै मेरो यति भनाइ अहिले टुङ्ग्याउँछु। जय आर्य। भोलिको दिनमा आर्य एजुकेसनले पनि राम्रो गरोस्, हाम्रो अपेक्षा त्यही छ। र शिक्षक साथीहरूलाई, मलाई पढाउनु भएको सरहरूलाई फेरि पनि मलाई आशीर्वाद दिनुहोस् कि म अझ राम्रो गर्न सकु। ठिक छ, त्यस्तै भन्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। हस् त, धन्यवाद। जय आर्य। धन्यवाद, धेरै धेरै धन्यवाद उहाँलाई। अब यसपछि आफ्नो हाम्रो पूर्व विद्यार्थी, अहिलेको शिक्षक, पूर्व विद्यार्थी लालबाबु यादवजीलाई आफ्नो अनुभव साझा गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। योभन्दा पहिला शिक्षक सहायकले लिएको परीक्षामा उहाँले सफलता प्राप्त गर्नुभएको छ। ताली बजाएर स्वागत गर्नु होला उहाँको, लालबाबु यादवजी। धन्यवाद। आजको यो होली हाम्रो होली मिलन तथा विद्यार्थी सम्मान कार्यक्रमका सभाध्यक्ष आदरणीय गुरु अजय सर, त्यस्तै गरी अरू सरहरू र हाम्रा सहपाठी भनेर आउनुभएका सबैका मेरो
तर्फबाट नमस्कार र होलीको शुभकामना छ है। हुन त मैले पनि साथ सङ्घर्ष मेरो जटिलै छ। आज म यहाँ हँसिरहेछु, तर कुनै दिन थियो कि यो माइक समात्ने बित्तिकै मैले रोएको थिएँ। मेरो ठाउँ त्यहाँ छ, मैले सोचेँ कि मेरो ठाउँ त्यहाँ अब हुन्छ, तर त्यहाँबाट आज यहाँ मैले बस्न पाएँ, धेरै खुसी मलाई अनुभव भइरहेको छ। हुन त केही वर्ष पहिला ऊ चाहिँ साहित्य उहाँ मुकेश सरहरू हामीसँगै क्लास गरेको हो, तर विभिन्न कारणवश उहाँहरू पछाडि पर्नुभयो। साहित्यको पहिलादेखि मलाई थाहा छ उहाँ पढ्नमा धेरै राम्रो हुनुहुन्थ्यो। मुकेश सरको पनि त्यस्तै छ, उहाँहरू होइन एसएलसी प्लस 2 को म्याथको टिचरहरू उहाँ हो, तर विभिन्न कारणले उहाँहरू पछाडि पर्नुभयो होइन, कारण हो। मेरो पनि सङ्घर्षको छ, अहिले पनि ब्यागहरू पिठीमा रहन्छ, गुरुजीसँग